Hello guys, força रुक मेरो कसरी स्ट्राइक जाँदैछु न्यू भिडियो केही खबर केही छैन एक्लै सोलो भिडियो एक्लै डुल्न रमाइलो लाग्न थाल्यो त्यसैले आँखै सुनिरहेको छ ल अब रेडी भएर भेटौँ ल रेडी भइसकेको अवस्था ब्याग बोक्ने बाई अनि एउटा फनी फ्याक्ट भन्नै बिर्सेछु हामी जुत्ता जाँदैछौँ त्यताको डाँडाको नामै थाहा छैन है कताबाट जान्छ थाहा छ एकचोटि गएको थिएँ तर नाम थाहा छैन बेसी थाहा हुन्छ यता भ्यू पोखरा अब पुगेपछि भेटौँ न बाई मैले त्यो कृषि जाने बाटोतिर फेरि माथितिर गइदिने बाटोबाट जाने हेरमै अब हामी चाहिँ त्यो अफरोड बाटो जाने हो त्यो बाइकमा जर्छ होइन तर पनि त्यो थाहा छ सबैतिर एकदम भइरहेको छ मलाई र अब बाटोमा भिडियो बनायो भने हो माउन्ट छैन मट्टी खान एउटा गीत याद आएको त्यो छ नि इतना मनमोहक क्यों है मट्टी खान है ठाउँको नामै बिर्सेर अस्तिदेखि सोचिरहेको थिएँ कुन डाँडा फाइनल थाहा भयो 1530 हाइट रहेछ धेरै होइन माथि पुगेर भिडियो गर्छु योको त कुरै गर्नु पर्दैन जाने बाटो चाहिँ यो हो केटाबाट सिधै घुम्न चाहिँ पर्छ धेरै होइन अन्त टाइट गर्नुपर्ने कस्तो लुज भएको त नि यो हल्ले रहेछ भ्यू यार भ्यू गेट द भ्यू भ्यूको त कुरै गरेर साथी छैन चिन्न त पर्यो कहिले काहीँ यसरी एक्लै आउँदा नि रमाइलो हुन्छ कोही नै आफ्नो मर्जी यस्तै हिँड्ने नि भयो
हिजो आउने सोच गरेको थिएँ पानी पर्दैन त्यो वेदर हेरेको योपालो ठिक रहेछ वेदर अनि बाटो खाली भनेको बाटो रोड चाहिँ त्यस्तो राम्रो छैन तर अगाडि यता 10-15 मिनटको बाटो जति चाहिँ हल्का अप्ठ्यारै रहेछ त्यस्तो होइन बाइकहरू चाहिँ मजाले आउँछ स्कुटी नै आइरहेको थियो मेन कुरा भनेको मैले पन्जा ल्याउनु बिर्सेँ आत्तेर हल्का ढिलै उठ्यो कि पन्जा ल्याउनु चाहिँ बिर्स्यो त्यही अरू त केही छैन रमाइलो भयो छैन त्यो छिर्नु मिल्दैन के अरे यतापट्टि ठाउँ छ बस्नु मिल्छ हुनु सिसा फुटेर रहेछ छिर्दा नि खबर त नपर्ला किन छिर्नु भ्यू त यसरी लडे गाइज भन्नु चाहिँ नपरोस् होइन यता लड्यो भने त धेरै जस्तो जाडो महिनामा आउनु रहेछ धेरैजना यो ठाउँ होइन कोही छैन कि त्यो राम्ररी हिँड्नुपर्छ पहिलाको पाला आउँदा चिक्दै थिएँ पहिलाको पाला त त्यो हल्का हेरेरै हिँड्नुपर्छ बाटो है के बिस इगो त नआउने रहेछ त्यही बस्नु आनन्द हेर्नु लुज के के गर्ने यस्तै छ छायावाला ठाउँ भेटे त हुन्थ्यो यस्तो ठाउँ खोज्छु म यस्तो ठाउँ खोज्छु अनि भेटौँ बा अर्को पाला भने त्यता जाने होला अहिले त भ्याउँदैन होला फर्किँदै फोन लास्ट तातिरहेको छ तल पुगेपछि भिडियो गफ गर्नु थाहा छैन दिनभरिको भिडियो सेमै हुन्छ यदि भएछ नि भिडियो अफ गरेर वा म एक्लै डुल्ने मान्छे चाहिँ होइन है किराना पसल जाँदाखेरि नि साथी लिएर हिँड्ने मान्छे थिएँ पछि म गुरुङ धेरैले चिन्छ होला त्यो दाइ एक्लै हिँडिदिन्छ के उहाँ कस्तो हेर्दा नि रमाइलो कि कति रमाइलो हुने रहेछ एक्लै आफ्नै पाराले हिँड्ने उहाँ जस्तो अनि त्यही दाइको भिडियो हेरेर इन्सपायर भएर हिँडेको के अरे भ्लग चाहिँ त्यो दाइको त मिठो हुन्छ म चाहिँ सक्छु कि सक्नु थाहा छैन हिउँ नि हाल्छु कि हाल्दैन थाहा छैन
हालेछ भने अभियसली देखिहाल्नुहुन्छ। त्यही हो, केही छैन। त्यतै जसरी पछि डुल्न पाऊँ, रमाइलो गर्न पाऊँ भन्ने हो। हुन त त्यो दाइको टेन्सन होला सबैको आफ्नो हुन्छ। बुवा चिया खानुभयो? सब आफ्नो हुन्छ। यो देखेछ तिमीहरूले उसको बाइकको त्यो भन्ने यता खाजासाजा खानु छ भने आउनु मिल्छ है केटा। म चाहिँ खाँदिनँ। पार्टी रुम्स नेचर लभ फुड त्यहाँको उल्टो परेको मैले। नमस्ते 1530 आए टकिने भन्ने जस्तो लाग्थ्यो। ल आज चाहिँ चलिदिन्छौँ। यदि बनाएछु भने भिडियो तपाईँ देखिहाल्नुहुन्छ। यदि बनाएको छैन आजको लागि त्यति नै। अर्को पालि यदि जाँदाखेरि यदि गएछु मैले भिडियो बनाएको छु भने अर्को भिडियो चाहिँ ढिक्की डाँडाको हुन्छ होला। किनभने म गएको तर राम्ररी डुल्न पाएको छैन। मजाले एक्सप्लोर गर्नुपर्छ जाने के छ भनेर त्यति नै हो। ल अब निस्किनु पर्छ। गर्नु भयो सिधै घर जाने। निस्किनु लाग्थेँ फेरि भिडियो बनाउनु। अब त मस्त गीत सुन्दै जाने हो। रमाइलो तरिकाले गीत सुन्दै जाने अब। त्यस्तै हो, हिँड्नुपर्छ। लेन्स लान्छु चस्मा खोजिरहेको कि यस्तो बाइक उस गर्नुलाई। ल अब हिँड्नुपर्छ। बाई बाई।